नमस्ते मेरो प्रिय मित्र साथीहरू। पानी पर्यो, वर्षा लाग्यो। अब चाहिँ नि अनि पोहोरको यो गएको वर्षको मेरो मकैको झुटो बिउ राखेको है। अब यो खोस्टाएर अनि बिउ बनाएर अनि अब चाहिँ यो मेरो सानो ल बिउ केलाएर पनि छोडाएर पनि अब हामी रोप्न सुरु गरेको। हेर्नुस् है, मकै मेरो घुरेन बारीमा मकै छर्न पनि सिद्धियो। अब कस्तो फल्ने हो थाहा भएन। हेरौँ, यो एकचोटिको पानीको चिसोमा चाहिँ छरिएको छ। अब कतिको राम्रो आउँछ थाहा छैन। ल हेर्नुहोस् साथीहरू, यो मेरो घुरेनबारीको मकै छरिएको भिडियो भ्लगलाई तपाईहरुले यदि मन पराउनुहुन्छ भने अनि लाइक, शेयर, कमेन्ट गरिदिनु होला। धन्यवाद।